भनेर सोचिन्छ के भने यस्तै धोका हुन्छ। हाम्रो को अरे सुरज 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 सचिन हुन्छ सुरज मनी अधिकारी यहाँ चाहिँ पछि बिहे गर्ने भयो नि त। किन दोस्रो बिहे हो र? होइन सुरु स्टार्ट सुरु ए कहाँदेखि आएको रहेछ हाम्रो वडा माथि थियो त्यतिखेर पढ्नु भएको थियो कति 16 जस्तो थियो बेनारी आयो। अनि हाम्रो अभिषेक सरले गर्नु भएको छैन। अभिषेक सर पनि गर्नु। ए लक्ष्मी मार्गै हुँदाखेरि बिहा भएको उसको? के हुन्छ दे बस्नु एकछिन। म त घरमा झन् अल्छी लाग्छ हौ दाइ। आउँदैन ऊ आउँछ 3 पत्ती 9 पत्ती नि आउँछ त। मैले पोहोर त टन्नै जितेँ नि। 50 रुपियाँ बोर्ड खेलेको मलाई नै परेको गेम चाहिँ नखेल्ने होइन गेम चाहिँ नजित्ने। अनि किटी चाहिँ 3 किटी 4 किटी फ्याट मलाई पर्ने क्या। पोहोर साल 50 रुपियाँ बोर्ड खेलेको क्या मजा आयो। यसरी बढाएर स्वाइप गर्छन् कि के साराहरूले। होइन टाइम पास पनि राम्रो अनि मजा नै आउने क्या। अब चाहिँ खेल्दा यस्तो गर्नु पर्यो भन्ने क्या। जितेको पैसा कसैले लान नपाउने कुनै ठाउँमा गएर त्यही त भनेको कसैले त्यसो सिस्टम नगर्ने। सबैको हारेको हुन्छ बरु सबै पैसा भेला पाएर कुनै ठाउँमा गएर बरु पार्टी साटी गऱ्यो। होइन कसैलाई अब हुन्छ नि त सबै पैसा हार मामा घरतिर मामा घरतिर इटरी पहिलो दोस्रो पहिलो खाएर तेस्रो लगातार दोस्रो लगातार 2 पहिलो दोस्रो धरमतिर त के पहिलो खायो दोस्रो रोक्यो तेस्रो खाने रहेछ। हाम्रोतिर लगातार खाने पो मजा आउँछ। हो नि पहिलो दोस्रो तेस्रो होइन तेस्रो चाहिँ खाने हामी पनि त्यसरी खेल्छ। त्यो त झ्याउ हुन्छ किटी पनि हुँदैन त्यसमा किटी पनि हुँदैन। हामीतिर खेल्छन् बुढाहरू म्यारेज स्यारेज के चोरो लाने खाने छैन त्यो छ। जुनसुकै चोरो लागे पनि सलामी पऱ्यो भने डबल राम्रो चित्त लाग्छ क्या। अलिक त्यो टाइम पास पनि राम्रो पनि। अनि तपाईँको 3 पत्ती चाहिँ नि त्यो त पुरै जुवा हो क्या। लुडा आउँदैन क्या कस्तो कुरा हो। एउटा खेल अनि एउटा म्युजिक हुन्छ नि सङ्गीतको धुन त्यो चाहिँ सिक्नु पर्दो रहेछ क्या। म्याच त मलाई नै आउँछ अलिअलि चाहिँ। अब अलिक खेलियो भने जानिन्छ। मलाई त सुरु गर्न आउँदैन। तपाईँ लगातार खेल्नु पनि सिकिहाल्नुहुन्छ नि। सिकेर काम छैन एकैचोटि कति जान्छ ठुल्ठुलो खान्छ भने हुँदा पो ल ठिक छ। सो गरे पनि होइन कुनैलाई परेको हुँदैन। जे यति चाहिँ फाइदा छ 3 सेकेन्ड देखाइसक्नु पर्यो। हो त्यो गरेर चाहिँ फाइदा छ। अनि म हेर्छु यसो के अरे पुतली आउँछ नि त 3टा 4 होइन। अनि अगाडि देखाउनु पर्यो। त्यसको त धेरै हुने रहेछ 35 कति हुन्छ 15 35 उसले हेर्ने पाएन के गर्ने त्यो। ए त्यो 3 पुतली देखाएर पनि 3 सेकेन्ड देखाएन भने त्यो त ढुस भइहाल्यो। फेरि यसमा त फेरि नियम पनि के फाइन पनि लाग्दो रहेछ। उल्टो सुल्टो अगाडि नै तान्यो भने पनि खोइ के फाइन हुँदो रहेछ। अनि बाँड्नु जाने धेर थोर भयो भने पनि के भनेर खेल्थे।
डाइस त खुब चल्दो रहेछ त नि त्यतातिर। हाम्रो त्यो जुटो टोल सपटमा जानुहुन्छ र त्यहाँ पनि खेलिरहेको डाइस। तपाईँलाई कुन मनपर्छ? कुन खेल मनपर्छ? डाइस, झ्याप कि गोलर? म त कहिले थाल्दिनँ खेल्दिनँ। किनभने भाग्य त हो नि, लक त हो नि। म त मन पर्दैन अहिलेसम्म डाइस नै एक रुपियाँ पनि थालेको छैन। हो र त्यही किटी खेल्ने हो। पहिला कोलबिरी खेल्थ्यौँ 5 जनाको है। त्यहाँदेखि पछि किटी आएपछि त किटी सिक्नु थाल्यो, छोड्यो कोलबिरीमा। हो आफ्नो घरतिर चाहिँ छैन किटी खेल्ने? घरतिर खेल्दैन त्यस्तो। ऊ अलिक ठुल्ठुलो मान्छेहरू खेल्छ, ऊ म्यारिजहरू खेल्छ, अड्डै बनाएर खेल्छ। बुढाको काम छैन, के गर्छ? त्यसलाई खेलेर टाइम पास गर्ने भयो। अनि अब घरतिर त्यसपछि अहिले चाहिँ डाइस चलिरहेछ। हाम्रो मलाई डाइस फेरि लोभ लाग्छ खेल्न। यसो हेरो दाउ हेरो होइन, यसरी हामी जस्तै खेल्छ क्या, घाँट पकाएको छ। यसो हेरो पाना हेरो, इट्टा पल्टेको देखिन्छ, भरे पर्ने बेलामा अर्कै परिरहेको हुन्छ। अनि बरु त्योभन्दा सबैभन्दा सुपर घडक 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 पार्छ नि, त्यही ठिक लाग्छ। कसैले पनि देखेको हुँदैन, आफ्नो भाग्यको जे परे पनि। दसैँ त लागिहाल्यो नि। भोलि फुलपातीमा के हुन्छ हौ? फुलपातीमा होइन खसी काट्ने? भोलि किनभने आज काट्ने नि त्यो छेत्री मामले चाहिँ खसी काटिदिन्छ नवमीमा। अब मतलीले चाहिँ भोलि फुलपाती भैँसी काट्छ, अनि पर्सि सुँगुर काट्छ। कतिले मङ्गलबारै काट्छ सुँगुर, कतिले चाहिँ यसपालि अष्टमी नवमी एकै दिन परेको छ छैन? छैन अब। नवमी त एकचोटि त अहिले एकै दिन पर्थ्यो जहिले। अष्टमी नवमी दशमी छ, छुट्टा छुट्टै छ। फुलपाती 13 गते, 14 गते महाअष्टमी, 15 गते महानवमी, दशमी टिका 16 गते, अनि 17 गते त्यो छुट्टी होला। 18 गते शनिबार, 19 गतेदेखि वडा कार्यालय आउनुपर्ने हुन्छ। 19 गतेदेखि नै छ। 19 गतेदेखि ती छुट्टा छ हो थाहा तरिका। कति 6 गते भाइटिका परेछ। ए 6 गते नै छ। 6 गते परेछ। 12-13 गते भएको हो। त्यही त
कार्तिक पनि ढिलो गए जस्तो हुन्थ्यो। कहिले त एकचोटि मङ्सिर 1 गते परेको थियो होइन? त्यही 12 देखि उता कट्नु पर्थ्यो क्या।